यो लामखुट्टे हेरौँ है साथीभाइहरू कतिको चाहिँ रहेछ। यो चाहिँ कतिको छ यत्रो लामखुट्टेले चाहिँ नि यत्रो मान्छेलाई टोक्दा चाहिँ अलिकति उफार्दैन यो लामखुट्टेले चाहिँ ए होइन यो त तौले अन्त यो लामखुट्टे त गाँठे हाम्रो कान्छी यो जङ्गलभरिको मार्दा एउटा कान्छी अम्बिका थियो पनि छैन। यसो शक्ति चाहिँ कति भएको यो एउटाले टोक्दाखेरि गाँठे बाघले टोकेको जतिकै यो त अन्त चिथोर छ त यसले त आम्मामा यसको शक्ति चाहिँ कति होला। आफू चाहिँ यत्रो छ यसलाई चाहिँ मार्नु पनि यति मारेर अन्त एउटै अम्लाले यो त 20 वटासम्म मर्ने छ नि। यसको शक्ति चाहिँ फेरि कति साह्रो भएको अलिकति टोक्दैन त हौ मुडे हेर्नुहोस् न कति छ गोठालामा बर्खाभरि गोठाला गर्दाखेरि यसले धेरै चाहिन 1 क्विन्टल जस्तो खुन चाहिँ खाने रहेछ। अन्त यो त अलिअलि के सागसब्जी मासु मांस खाएको खुन त गोठाला गरेर लामखुट्टेले खाएर सक्ने रहेछ त अन्त हेत्तेरिका लेकमा जुगा औलमा चाहिँ यस्तै हो। जुगा त दिनमा मात्रै रोक्छ यो त माथि राति पनि आउँछ दिनमा पनि यो 24 घन्टा यसको त लिमिट छैन खानु। यो त अन्त बसेको हो अलिकति चाहिँ टोक्दैन रहेछ। ल बाख्रा पाल्नु पनि फाइदा छैन है साथीभाइहरू लामखुट्टेले बाख्राले पालेको गोठालाको जति सब खुन चुसिहाल्छ गाँठी। अन्त खसी बेचेको पैसाले त अन्त अलि मासु किनी खाएको त्यो खुनको दाम पनि उठ्दैन रहेछ नि। यो खुन बेच्यो भने कति छिन्छ होला। यो बाख्राको त बेच्दाखेरि त मान्छेको खुनको दाम छिन्छ कि बाख्राको डडालोमा हेरे त्यतिकै छ। यो बाख्राले मुख चलाएको हेर्नु यो यतिकै चलाएको चलाकै छ एकछिन खाली हुँदैन तर यो बिहान खोलेर बेलुकासम्म पनि त्यतिकै भुँडी चाहिँ हुन्छ यो बाख्राको चाहिँ। यिनीहरूले आँखा देख्दैन र भित्रभित्र थुत्न मात्रै लाउँदै छाम्दै घाँस खान्छ कि भन्छु म। ल हेर्नु त 1 मिनटमा त कति ताल्छ यो बाख्राले चाहिँ नि मुख चाहिँ चलाइरहेको छ। अब 1 मिनटमा चाहिँ कति भने 50 तालदेखि बेसी नै मुख चाहिँ चलाउँछ तर ठ्याप्पै छिटो चाहिँ आँखा आउँदैन यो ज्यान पनि कत्रै छैन। फेरि यो हात्ती जस्तो हुनु भने झन् आँखाउँथ्यो कि निल त्यो मुखको घाँस त मुखमा चेपिरहेको छ। त्यो 3 महिनाको पाठा पनि त्यति हो 3-4 वर्ष पुगेको खसी पनि सँगै चराउ तर भुँडी चाहिँ सँगै आगाउँछ। त्यो सानोको पनि त्यति नै ठुलोको पनि त्यति नै हो साथी।